आज कुनै योजना छैन, धनकुटा खाली। यस्तो के भएको हो? धनकुटाको जनताले यो सरकारसँग के दुश्मनी गर्यो? गुणस्तरीय स्वास्थ्य सेवाको लागि आम नागरिकको भरोसाको केन्द्र जीवन विकास सामुदायिक अस्पताल। मन्त्रीजीबाट धेरै कुरा नेपाली जनताले आशा राखेको, युङ युवा मान्छे यो सडक क्षेत्रमा कालपल्ट हुन्छ भनेर हामीले सोचेको, अनि बाहिर हल्ला पनि थियो, जोड पर्नु भएको, तर त्यो देखिएन। त्यो त यस्तो झुर रहेछ, हेर्नुहोस्, योजना सम्पन्न भइसकेको ठाउँमा पैसा हालेको छ। खै सूचना? उहाँले सूचना लिनु भएन छैन, बरु कहिले कहिले ठेकेदारलाई थर्काइदिनु भयो। त्यो सूचनातिर त उहाँ जानु भएन छ। अनि मलाई त अचम्म लाग्यो, हेर्नुहोस्, पहिला निर्वाचनमा जितेर आइसकेपछि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले के गर्नुभयो भने हामीलाई डाकेर म यसचोटि पुरानो अधुरो योजना सब सम्पन्न गर्छु, त्यसपछि सुशासनको काम गर्छु, अरू महत्त्वपूर्ण योजनाहरू अर्कोचोटि गर्छु उहाँले त्यही भन्नुभएको। त्यसैमा म त भर परेँ, हामी त पूर्वको मान्छे, सोझो इमान्दार पनि होला नि भनेको। आज कुनै योजना छैन, धनकुटा खाली। यस्तो के भएको हो? धनकुटाको जनताले यो सरकारसँग के दुश्मनी गर्यो? किन यस्तो भयो? मलाई लाग्छ मन्त्रीज्यू, तपाईँ यता मतिर हेर्नु राम्रो हुन्छ। तपाईँलाई पनि मैले हेरिरहेको छु। अब तपाईँलाई मेरो निवेदन छ सभामुख मार्फत, तपाईँले ती अधुरो योजना सम्पन्न गर्नुपर्छ। अनि कामको परिणाम आइसकेपछि के हुन्छ? तपाईँको नि हाइहाइ हुन्छ, अनि हामीलाई पनि भन्न सजिलो भयो। हामी आम जनतामा धनकुटावासीलाई म भनिदिन्छु, तपाईँको बारेमा म बाँसुरी बजाइदिन्छु, राम्रो मन्त्री हुनुहुन्छ भनेर। खै त्यो वातावरण। त्यसैले गर्दाखेरि म एउटा यस्तो तपाईँलाई एउटा जानकारी गराउन चाहन्छु। पाखरीबास मुगा हुँदै भरतपुर अनि खोटाङ जाने सडक थियो, त्यसको नाम हिले पाखरीबास अनि मुगा हुँदै भरतपुर जाने सडक थियो। त्यो सडक चाहिँ 74 सालमा 1 करोड पैसा पर्यो। त्यो सडक धमाधम बन्दै थियो, भूकम्प आयो, अनि त्यस पछाडि कोरोना आयो। त्यस पछाडि त्यो निर्माण व्यवसायले कामलाई सुचारू रूपमा सञ्चालन गर्न सकेन। फेरि त्यही निर्माण व्यवसायले अर्को निर्माण व्यवसायलाई काम गर्नु दियो, त्यसको भुक्तानी नपाएर मुद्दा पर्यो। मुद्दा परेर त्यो सडक त्यत्तिकै स्थगित रह्यो। अहिले मुद्दा पनि फैसला भयो, अहिले पैसा छैन। मन्त्रीज्यू, के यस्तो भएको? खै तपाईँका त्यत्रा कर्मचारी साथीहरूले खै सूचना लिनु भएको? तपाईँलाई फसाए जस्तो छ मन्त्रीज्यू, हेर्नुहोस् न। हेर्दा हेर्दा यति राम्रो मन्त्रीलाई फसाइदियो, हेर्नुहोस्, फसाइदियो। अनि अस्ति मैले निवेदन गरेँ, अब जनतालाई सेवा सुविधा दिनुपर्ने। मैले अस्ति कति राम्रो भनेको थिएँ, ताप्लेजुङ बढाउने जनताको निम्ति त ठिकै हुन्छ, सङ्खुवा सभा बढाउने जनताको निम्ति ठिकै हुन्छ, त्यसै सोलुको निम्ति पनि, त्यसै गरी भरतपुरको निम्ति नि मैले के भने अब धरानबाट धनकुटामा सुरुङ मार्ग बनाऊ है, 3 किलोमिटर पर्छ। आउँदाखेरि ठ्याक्कै भेडेटारमा आउँदाखेरि 30 किलोमिटर पर्छ। यति दूरीमा मान्छेलाई सेवा दिनुपर्छ भने यो निवेदन गरेँ। मन्त्रीज्यूलाई नि भेटेँ, उहाँले भन्नुभयो यसो गर्नुभयो। त्यो फोनमा के गर्नुभयो, अलिक मलाई फोनको बारेमा ज्ञान, यसो गर्नुभयो, टिप्नु भयो जस्तो लाग्यो। अनि उहाँ कहाँ फोन गरिदिनु, मैले होला भनेर मक्ख परेँ। अनि मैले धनकुटावासीलाई भनेँ, त्यतै भरतपुरलाई पनि भने, भरतपुरका साथीहरूलाई पनि भने, अनि ताप्लेजुङकोलाई नि भने, तेर्थुमकोलाई नि भने, सङ्खुवा सभालाई भने, अब बजेट पर्यो, नयाँ सरकारले सुरुङ मार्ग बनायो, यसमा दुविधै छैन, तपाईँहरू ढुक्क हुनुहोस्। अब तपाईँहरूले समय तपाईँहरूको बचत भयो, तपाईँहरूको पैसा पनि बचत हुने भयो भनेको योजनामा छैन। रातो किताबमा हेर्नुहोस् के भएर यस्तो हुन्छ? पुरानो दलले त ढाँटो, नयाँ दलले किन ढाँट्छ यस्तो? तपाईँले भाष्य निर्माण गर्नुभएको छ, पुरानो दलले काम गर्न सकेन, नयाँ दलले गर्छ भनेर हामीलाई विश्वास थियो। मलाई पनि के लाग्यो भने युवा साथीहरू जोस भएको साथी हो भन्ने विश्वास लाग्यो। त्यसै गरेर मैले जनतालाई त्यही निवेदन गरेँ, त्यही भने। किनभने समय सकियो मान्य सदस्य।